मङ्सिर 16 गते परेको यो विशेष दिन भौम प्रदोष व्रत कसरी गर्ने भनेर मलाई धेरैले सोध्नु भएको छ। कमेन्ट बक्समा हर हर महादेव लेखिदिनु होला। भिडियो धेरैभन्दा धेरै आफ्ना इष्टमित्रहरूलाई सेयर गरेर म अनुरोध गर्छु। मङ्सिरको 16 गते प्रदोष व्रत परेको छ। मङ्गलबारको दिनमा भौम प्रदोष व्रत। बिहान उठ्नु होला, सूर्योदय भन्दा झन्डै हजुर 1.5 घण्टा अगाडि उठ्नु होला। भन्न खोजेको 4:30 अथवा 5 बजे उठेर स्नानहरू गरेर जप ध्यानहरू गरेर महादेवलाई दुध दही घिउ मह चिनी अनि पञ्चामृतहरूले सकेसम्म गङ्गाजलहरूले स्नान गराइदिइसकेपछि चढाइदिइसकेपछि अनि सँगै हजुरहरूले महादेव शिवलिङ्गमा एकदमै श्रृङ्गार गरिदिनु होला, भस्म लगाइदिनु होला, रुद्राक्षमाला लगाइदिनु होला। तत्पश्चात हजुरहरूले त्यस दिन हातमा जल लिएर सङ्कल्प गर्नु होला, आज मैले प्रदोष पूजा व्रत गर्नेछु भनेर। अनि सँगै दिनभरि ओम नमः शिवाय जस्ता महामन्त्रहरू जप्नु होला। सँगै धेरैभन्दा धेरै पाठहरू पनि गर्न सक्नुभयो भने साँझमा हजुरहरूले प्रदोषको समयमा सूर्यास्तपछि 2 घण्टाको समयमा महादेवका स्तोत्रहरू पाठ गरेर विशेष तरिकाले अब दुध दही घिउ मह चिनी पञ्चामृत इत्यादि धतुरो फल बेलपत्रहरूले पूजा गरेर अनि तत्पश्चात पूजा सकिसकेपछि प्रदोष व्रत कथा सुनेर हवनादि कार्यहरू गरेर प्रदोषलाई यसरी हजुरले उद्यापन गर्न सक्नुहुन्छ। अथवा हजुरले 21 पटक अथवा 11 पटक कमसे कम पनि प्रदोष व्रतलाई गर्नुपर्ने हुन्छ है त। ओम नमः शिवाय, हर हर महादेव। कुनै प्रश्न छन् भने कमेन्ट गर्नु होला है त।